कल्पना गर्नुहोस्, असार साउनको महिना छ। किसानहरू खेतमा धान रोप्ने तयारीमा छन्, तर आकाशमा बादलको एउटा सानो टुक्रा पनि देखिँदैन। नदीनाला सुक्दैछन् र तापक्रमले इतिहासकै सबै रेकर्ड तोड्दैछ। के यो केवल एउटा संयोग हो, या यसको पछाडि प्रशान्त महासागरमा लुकेको कुनै भयानक शक्ति छ? हो, वैज्ञानिकहरू अहिले एउटा यस्तो मौसमी राक्षसको चर्चा गर्दैछन् जसको नाम हो सुपर एल निनो। आखिर के हो त यो सुपर एल निनो? यसलाई सजिलो गरी बुझो। हाम्रो पृथ्वीको मौसमलाई नियन्त्रण गर्ने एउटा मुख्य कडी प्रशान्त महासागर हो। जब यो महासागरको पानी सामान्यभन्दा 2 डिग्री सेल्सियस वा सोभन्दा बढीले तातो हुन्छ, तब यसले विश्वभरिको वायुमण्डलको सन्तुलन बिगारिदिन्छ। यसैलाई भनिन्छ सुपर एल निनो। यसले कतै इतिहासकै सबैभन्दा ठूलो बाढी ल्याउँछ त कतै दशककै सबैभन्दा भयानक खडेरी। तर नेपाल त समुद्रभन्दा हजारौं किलोमिटर टाढा छ। हामीलाई यसले के असर गर्छ र? हो, यहीँनिर हामी झुक्किन्छौँ। नेपालको सम्पूर्ण अर्थतन्त्र र जनजीवन मनसुनमा टिकेको छ। जब जब इतिहासमा सुपर एल निनो बलियो भएको छ, तब दक्षिण एसिया र नेपालमा मनसुनी हावा कमजोर भएको छ। यसको सिधा असर हाम्रा खेतबारीमा पर्छ। समयमा पानी नपर्दा धान बाली नष्ट हुन सक्छ, जसले बजारमा खाद्यान्नको मूल्य आकाशिनेछ। यति मात्र कहाँ हो र, हिउँदमा हिउँ नपर्दा हाम्रा हिमालहरू काला पत्थरमा परिणत हुन सक्छन्, जसले गर्दा नदीहरू सुक्नेछन् र नेपालमा लोड सेडिङको अँध्यारो फेरि फर्कन सक्छ। इतिहास साक्षी छ। सन् 1997 र 2015मा जब सुपर एल निनो आएको थियो, तब विश्वभरि अरबौं डलरको क्षति भएको थियो र नेपालमा पनि चरम खडेरी र डढेलोका घटना बढेका थिए। अहिले फेरि मौसमविदहरूले प्रशान्त महासागरको तापक्रमलाई नजिकबाट नियालिरहेका छन् र चेतावनी दिइरहेका छन् कि जलवायु परिवर्तनका कारण अब आउने एल निनोहरू झन् बढी विनाशकारी हुन सक्छन्। प्रकृतिको यो चक्रलाई हामी रोक्न त सक्दैनौँ, तर जलस्रोतको सही व्यवस्थापन र पूर्व तयारी गरेर यसको असरलाई कम भने पक्कै गर्न सक्छौँ। के हाम्रो देश यस्ता प्राकृतिक सङ्कटहरूका लागि तयार छ? आफ्नो विचार कमेन्ट गर्नुहोला। विज्ञान र प्रकृतिका यस्तै महत्त्वपूर्ण जानकारीहरू नेपाली भाषामै हेर्नका लागि यो भिडियोलाई लाइक र च्यानललाई पाइक गर्न नबिर्सिनुहोला।